खासमा यस्तो भएछ म बाटोमा हिँड्दै थिएँ होइन खासमा म बाटोमा हिँड्दै थिएँ तर बस खासमा चाहिँ हिउँ परिरहेको थियो हिँड्दै थिएँ यहाँनिर त्यो जस्तै आगो लागि हुँदाखेरि कराउँछ नि त झन् एउटा मेसिन क्र गरेर त्यो चाहिँ कराएछ पुरै दमकलहरू चाहिँ तन्न आयो अनि के भयो बाटोमा यसो हेर्न आएको लास्टमा त्यो मेसिन बिग्रेर कराएर चाहिँ हो पुरै दमकल एम्बुलेन्स टन्नै आएको थियो क्या फेरि अनि त्यसपछि गयो हिउँ परिरहेको छ नि त यस्तै अहिले हेऱ्यो भने यत्रो हिउँ परिखाखेरि होइन शीतै पुरै म फेरि आफ्नो बारीमा जाऊँ भनेर बिदा थियो अनि बारीमा जाऊँ कि भनेर हिँडिरहेको थिएँ पछाडि गाडी आइक्यो अनि के भएछ र अब पिल्ली उही पार्दै घर अगाडिबाट हिँड्छ दमकल होइन त्यसपछि हेर्न आएको त केही नि भएर हिँड्छ फेरि यसो के नि भएर चाहिँ केही हेल्प गर्नुपर्ने हुन्छ र कि भनेर यसो हेर्न आएको केही रहन्छ फेरि फर्केर हिँडेँ अब एकचोटि बारीमा जानु पऱ्यो हाम्रो बारीको हालखबर के छ यो बारी चाहिँ तपाईँको यो स्याक्सो भन्नेबाट सिटी अफिसबाट लिएको बारी हो त्यहाँनिर धनियाँ सागहरू त लाग्यो अब यस्तो हिउँ पऱ्यो बारीको हालखबर पनि ठिक छैन होला हौ अहिले हिउँ हेर्दाखेरि त पुरै सखाप छ नि अब यस्तरी खिचेर हेर्दाखेरि तपाईँको हिउँ परेर नि हैरान क्या अब परेर हैरान भन्नुभन्दा पनि जम्मा वर्ष एकचोटि पऱ्यो अब नखिचौँ भन्दा पनि अब फोटोचोटि खिच्न मन लागिहाल्छ यो सेतो लिएपछि सधैँ पर्ने भए पो अनि त्यसपछि च्याक्कै मर्छ अब कहिलेकाहीँ जस्तो यस्तो हुन्छ कि अब पुरै दमकल आयो अनि दमकल आयो यसमा छ नि यस्तो घेरो हो खासै लेखेको त्यहाँबाट पानी झिक्ने हुन्छ कि आएर पुरै पानी छानी हाल्न रेडी बनाएर लास्टमा त केही पनि रहन्छ कि त्यो कम्पनीभित्र त्यो मेसिन मात्रै केरेर कराएर चाहिँ अनि कुनले फोन हान्थ्यो पुरै दमकल दनन्न आए पछाडिबाट गाडी आउँदैछ क्या हो जाओस् त पहिले जाओस् बारीमा के छ त हेरेर जानु पऱ्यो क्या अब त्यही हिउँ फेरि लगभग हिउँ सकेर बाटैभरि सिसा जमी खाने हिजो गाडी लड्केर यस्तो सिसै छ नि हिउँमा त सिधा हेर्दाखेरि त अब माथिबाट घाम लाउँछ घाम लगाइसकेपछि माथिबाट पग्लेर फेरि तब झर्छ त्यो हिउँको जो हावाले गर्दाखेरि पनि होला कि यस्तो चिसो आएको अहिले चाहिँ अब गर्मीमा यही भिडियो हेरेर चिसो छ भन्नु पऱ्यो फेरि जसरी नि हो आनन्द आयो भन्नु पऱ्यो गर्मी भयो भने फेरि उखुम गर्मी हुन्छ बारी चाहिँ यतापट्टि हो हाम्रो बारी ठ्याक्कै यहीमा हो बारी भएको चाहिँ अब बारीको हालखबर के छ भन्ने कुरो बारी यहाँ त अहिले त सबै सेतै छ त ओहो सेतै पलाएछ क्या बारीमा त कोही छैन त लड्किने पो कि पुरै सेतै यो यस्तो पुरै यहाँ त हिउँ त लपक्कै छ त हिउँ लपक्कै छ तर लु गयो अहिको दमकल गयो बल्ल त्यहाँनिर त्यसै आएछ ल अब यो कुन बारी कुन चाहिँ के हो पत्ता नै गाह्रो छ त हो अहिले त के लाग्यो ल हिउँ त पुरै पिठोमा हिँड्ने जस्तो छ त यहाँ त लपक्कै छ त हौ हिउँ त ल हेर मुलाहरू मात्रै देखेको थियो त्यहाँ मुला ओहो पुरै करे गर्छ यहाँ त जमेर नि होला पुरा लपक्कै बसिरहेको छ यहाँ त सेतै केही पनि आएन त यहाँ त बारीमा यसो काम गरौँ भनेर आएको त ल
अब मैले काम गर्न आएको बारीमा हिउँले गर्दाखेरि यसले गर्नु पाइन्न ल यति त भन्नु पऱ्यो नि त मम्मीले नत्र मम्मीले अहिले फेरि बारी यहाँ हेर यस्तो भन्नु थियो यो आँखै हेर्न सकिन्न त हिउँले त ओहो यही हो हाम्रो बारी ल हेरी कहाँ के छ त के थाहा पाउनु त यहाँ त ल फर्सी चाहिँ रहेछ एउटा फर्सी साग त मुन्टो मात्रै देखियो त यहाँ त के हिँडेर चाहिँ कुकुर हिँडिआइन्छ क्या भइरहेको गोस ट्याक ट्याक भएर पुरै क्याटक वाकमा हिँडिरहेको त ओहो बारीको हालत त यस्तो छ त हौ केही ओ माई गड के हेर्ने खै बारीको त केही छैन त बारी यहाँ त ल बारीको हालत त हरिपे चाहिँ को छ त हौ ओइ आफ्नो लर्केर थचारिन्छ होइन यहाँ कसैको सागको मुन्टो मात्रै देखिन्छ तुरुक ओ कराउ गर्छ त हौ ल बारीको हालत त यस्तो छ त बारीको हालतले पुरै त्यो जुन बिच्छाको हुन्छ नि त बिच्छाको भित्र पनि बिच्छाको त्यो बारीको हालत ठिक छैन अहिले ओहो टक्क आँखै दुख्दो रहेछ कि हेर्नै नसकिने यो सेतोले गर्दाखेरि हेर्दै घरमा पुरा घरमा त तपाईँको पक्कै छ त पुरै आइस जम्यो आइस बरु यस्तरी गरायो भने बन्द रहेछ ल यसरी बस्दो रहेछ है ठ्याक्क मान्छे चाहिँ दिमाग पुऱ्याएको हो नि ठ्याक्क माथि हिउँएर बस्यो तल नहेर्दै असर गर्यो यस्तरी हैछ जाने हामी कहाँबाट अब बारी यता हो कि बाटो नि थाहा छैन त हौ यता पो के बाटो ओ है पुरै यहाँसम्म हिजो चाहिँ कुकुर हिँडेछ क्या यहाँनिर फेरि यो हिउँसम्म चाहिँ चिप्किन्छ क्या हातमै किन हिजो त कसरी टिकटकमा हिउँ साँधेर खाएको थिएँ कसरी खायो ल अन्डै टाँस्छ ल हौ अन्डा ल हेरौँ तपाईँ चिसो यहाँ मेरो जुत्ताभरि टाँसियो यार तनावै भयो नि त तपाईँलाई भिडियो मन पऱ्यो भने सब्सक्राइब गर्न नबिर्सिनु होला है त बाई बाई